साथीहरू, स्वागत छ तपाईहरूलाई रोचक संसारमा, जहाँ हामी जीवन परिवर्तन गर्ने पुस्तकहरू नेपालीमा बुझ्ने प्रयास गर्छौं। आज हामी कुरा गर्दैछौं डेभिड गगिन्सद्वारा लेखिएको अद्भुत प्रेरणादायी पुस्तक कान्ट हर्ट मी। यो पुस्तक कुनै साधारण कथा होइन। यो एक यस्तो मानिसको कथा हो जसले कठिन बाल्यकाल, गरिबी र हिंसात्मक वातावरणबाट उठेर विश्वको सबैभन्दा कठोर मानसिकता बनायो। गगिन्सले हामीलाई सिकाउँछन् कि मानव शरीरको सीमाभन्दा धेरै ठूलो शक्ति हाम्रो मनमा लुकेको हुन्छ। पुस्तकको मुख्य सन्देश हो यु कान्ट हर्ट मी अनलेस आई गिभ यु परमिसन। अर्थात् जबसम्म तपाईँ आफ्नो मनलाई नियन्त्रणमा राख्न सक्नुहुन्छ, कसैले पनि तपाईलाई तोड्न सक्दैन। यो पुस्तक 10 वटा अध्यायमा बाँडिएको छ, जसले हामीलाई आत्मअनुशासन, सङ्घर्ष र आत्मविश्वासका माध्यमबाट असम्भव सम्भव बनाउने तरिका सिकाउँछ। सङ्घर्षले होइन, आत्मसङ्कल्पले मानिस महान बन्छ। तपाईको सीमा तपाईको शरीरले होइन, तपाईको मनले तोकेको हुन्छ। डेभिड गगिन्सले आफ्नो पुस्तकमा मुख्य सन्देश के दिएका छन्? किन उनले भन्छन् कान्ट हर्ट मी? तपाईको जीवनमा कुन अवस्थामा तपाईले आफ्नो मनसँग लड्नु परेको अनुभव गर्नुभयो? कमेन्टमा भन्नुहोस्। यदि तपाईलाई हाम्रो प्रयास मन पर्यो भने लाइक, कमेन्ट र सब्स्क्राइब गर्न नबिर्सनुहोस्। तपाईको साथले नै हामी अझ प्रेरणादायी पुस्तकहरू नेपालीमा ल्याउन सक्छौं। च्याप्टर 1 आई शुड हैव बीन अ स्ट्याटिस्टिक। म त एक असफलताको उदाहरण हुन सक्थेँ। डेभिड गगिन्सले आफ्नो बाल्यकालको कथा सुनाउँछन्, जहाँ गरिबी, हिंसा र डरले उनको जीवनलाई लगभग तोडिसकेको थियो। उनी भन्छन्, म जन्मिँदा संसारले मलाई असफलको रूपमा देख्न खोजेको थियो। तर गगिन्सले त्यो वातावरणलाई बहाना बनाएनन्। उनी भन्छन्, योर एक्सक्युजेस आर नट भ्यालिड, आइदर यु मेक प्रोग्रेस अर मेक एक्सक्युजेस। उनले आफ्नो भोगाइनबाट सिकाएका छन् कि परिस्थिति होइन, सोचले मानिसलाई जिताउँछ। हामीले आफ्नो विगतलाई कारण बनाउनु हुँदैन, कठिनाइहरूलाई बहाना होइन, प्रेरणा बनाउनुपर्छ। आफ्नो डर सामना गर्नुपर्छ, किनभने डर नै सफलताको पहिलो चरण हो। हामीले विक्टिम होइन, वरियरको सोच राख्नुपर्छ। जीवनले चोट दिन्छ, तर हार मान्नु विकल्प होइन। राल्फ वाल्डो एमर्सनले भन्छन्, द ओन्ली पर्सन यु आर डेस्टिन्ड टु बिकम इज द पर्सन यु डिसाइड टु बी। अर्थात् तपाईको भविष्य अरू कसैले होइन, तपाईले आफै निर्णय गरेको बाटोले बनाउँछ। मोहम्मद अलीले भन्छन्, सफर नाउ एन्ड लिभ द रेस्ट अफ योर लाइफ एज अ च्याम्पियन। अर्थात् अहिलेको सङ्घर्ष सहनुहोस्, त्यसको फल तपाईले बाँकी जीवनमा विजेताको रूपमा पाउनुहुनेछ। बाल्यकालमा सबैले तिमीलाई भन्यो कि तिमीबाट केही हुँदैन, तर तपाईँ मनभित्र सोच्नुहुन्छ, म देखाउँछु। यही सोचले गगिन्सलाई नेभी सिल बनायो। कठिन परिस्थिति तपाईको जीवनको अन्त्य होइन, त्यो तपाईको नयाँ अध्यायको सुरुवात हो। तपाईको जीवनमा पनि यस्तो अवस्था आउँछ जहाँ तपाईले आफ्नो मनसँग लड्नुपर्छ र त्यसलाई जित्नुपर्छ। गगिन्सले हामीलाई देखाउँछन् कि सङ्घर्षले होइन, आफ्नो आत्मसङ्कल्पले मानिस महान बनाउँछ। च्याप्टर 2 ट्रुथ हर्ट्स, साँचो पीडा दिन्छ। डेभिड गगिन्सले यस अध्यायमा आफ्ना जीवनका कठिन सत्यहरू सामना गर्ने कथा सुनाउँछन्। उनले भन्छन्, धेरैजसो मानिसहरूले आफ्ना जीवनमा असफलताको जिम्मेवारी अरूमा हाल्ने प्रयास गर्छन्, तर वास्तविकता यो हो कि तपाईको जीवनको मुख्य नियन्त्रण तपाईको हातमा छ। गगिन्सले आफूलाई दर्पणमा हेरेर सबै कमजोरी र गल्तीहरूको सामना गर्न सिकेका छन् र उनले यसलाई अकाउन्टेबिलिटी मिरर भनाउँछन्। उनी भन्छन्, तपाईले आफ्नो कमजोरीहरूलाई देख्न डराउनु हुँदैन, किनकि त्यसले मात्र तपाईलाई सुधार्न मद्दत गर्छ। हामीले आफ्नो गल्तीलाई स्वीकार्नुपर्छ, आफ्ना कमजोरीलाई सुधार्नुपर्छ र लगातार आफ्नो लक्ष्यतर्फ अघि बढ्नुपर्छ। राल्फ वाल्डो एमर्सनले भन्छन्, डु नट गो वेयर द पाथ मे लिड, गो इन्स्टेड वेयर देयर इज नो पाथ एन्ड लिभ अ ट्रेल। अर्थात् तपाईँ अरूले बनाएको बाटोमा नजानुहोस्, नयाँ बाटो बनाउनुहोस् र अरूका लागि उदाहरण हुनुहोस्। विन्स्टन चर्चिलले भन्छन्, सक्सेस इज नट फाइनल, फेलियर इज नट फेटल, इट इज द करेज टु कन्टिन्यू द्याट काउन्ट्स। अर्थात् सफलता स्थायी होइन र असफलता घातक होइन, मुख्य कुरा हो निरन्तर अघि बढ्ने साहस। यस अध्यायको मुख्य पाठ हो कि साँचो पीडा हामीलाई डराउन होइन, हाम्रो वास्तविक शक्ति पहिचान गर्न हो। हामीले आफ्नो मनको सामना गर्नुपर्छ, असफलता स्वीकार्नुपर्छ र आफ्नो जीवनलाई अझ बलियो बनाउने अवसरको रूपमा लिनुपर्छ। जीवनमा चुनौतीहरू आउँछन्, तर ती चुनौतीहरूलाई स्वीकार गरेर मात्र हामी अगाडि बढ्न सक्छौँ। तपाईको जीवनको जिम्मेवारी केवल तपाईको हो र तपाईले आफूलाई चुनौती दिनुहोस्, आफ्नो कमजोरीसँग सामना गर्नुहोस् र अगाडि बढ्नुहोस्। च्याप्टर 3 द इम्पोसिबल टास्क, असम्भव कार्य।
डेभिड गगिन्सले यस अध्यायमा असम्भव जस्तो लाग्ने लक्ष्यहरू कसरी प्राप्त गर्ने भन्ने कुरा साझा गरेका छन्। उनले भन्छन्, धेरै मानिसहरूले चुनौतीलाई हेरेर डराउँछन् र बीचमा छोड्छन्, तर वास्तविकतामा असम्भव भन्ने केवल मानसिक अवरोध हो। गगिन्सले आफ्नो जीवनमा कठिन चुनौतीहरू स्वीकार गरेका छन् र त्यहाँबाट मात्र असाधारण सफलता हासिल गरेका छन्। उनले भन्छन्, तपाईले आफ्नो आराम क्षेत्रबाट बाहिर निस्कनुपर्छ, आफ्नो सीमा तोड्नुपर्छ र लगातार आफ्ना लक्ष्यतर्फ अघि बढ्नुपर्छ। हामीले आफ्ना लक्ष्यहरू ठूला राख्नुपर्छ, असफलताबाट डराउनु हुँदैन र आफ्नो मानसिक शक्ति प्रयोग गर्नुपर्छ। टोनी रबिन्सले भन्छन्, सेटिङ गोल्स इज द फर्स्ट स्टेप इन टर्निङ द इन्भिजिबल इन्टु द भिजिबल। अर्थात् लक्ष्य निर्धारण गर्नु भनेको अदृश्य कुरा देखिने बनाउनको पहिलो कदम हो। माइकल जोर्डनले भन्छन्, आई क्यान एक्सेप्ट फेलियर, एभ्रीवन फेल्स एट समथिङ, बट आई कान्ट एक्सेप्ट नट ट्राइङ। अर्थात् म असफलता स्वीकार गर्न सक्छु, तर प्रयास नगर्नु स्वीकार गर्न सक्दिनँ। यस अध्यायको मुख्य पाठ हो कि असम्भव लाग्ने कार्यहरूलाई स्वीकार गर्नु नै तपाईको वास्तविक शक्ति पहिचान गर्ने बाटो हो। चुनौती र कठिनाइहरूलाई अँगाल्नुहोस्, आफ्नो सीमा तोड्नुहोस् र आफ्नो जीवनमा असाधारण उपलब्धि हासिल गर्नुहोस्। जीवनमा कहिलेकाहीँ तपाईले आफ्नो क्षमतामाथि जानुपर्छ र त्यसै क्षणमा तपाईले असम्भवलाई सम्भव बनाउनुहुन्छ। यदि तपाईलाई यो च्याप्टर मन पर्यो भने लाइक, कमेन्ट र सब्स्क्राइब गर्न नबिर्सनुहोस्, किनभने तपाईको समर्थनले हामीलाई अझ प्रेरणादायी कथा ल्याउन मद्दत गर्छ। च्याप्टर 4 टेकिङ सोल्स, आत्मा कब्जा गर्ने कला। डेभिड गगिन्सले यस अध्यायमा आफ्नो मानसिक युद्धको शक्ति र अरूको आत्मालाई जित्ने तरिका वर्णन गरेका छन्। उनी भन्छन्, तपाईले केवल शरीरलाई मात्र होइन, आफ्नो मनलाई पनि नियन्त्रणमा लिनुपर्छ र त्यसै मार्फत चुनौतीलाई आफ्नो पक्षमा पार्न सकिन्छ। टेकिङ सोल्स भन्नाले अरूले तपाईलाई कमजोर ठान्न थालेको बेला तपाईले उनीहरूको दृष्टिकोण परिवर्तन गर्नु हो र आफ्नो शक्ति देखाउनु हो। हामीले आफ्नो मानसिक शक्ति विकसित गर्नुपर्छ, आफूलाई असहज परिस्थितिमा राख्नुपर्छ र आफ्नो साहस देखाउनुपर्छ। आर्नोल्ड श्वार्जनेगरले भन्छन्, स्ट्रेङ्थ डज नट कम फ्रम विनिङ, योर स्ट्रगल्स डेभलप योर स्ट्रेङ्थ्स। अर्थात् शक्ति जितबाट आउँदैन, तपाईको सङ्घर्षले तपाईलाई बलियो बनाउँछ। नेल्सन मण्डेलाले भन्छन्, आई नेभर लुज, आई इदर विन अर अर्न। अर्थात् म कहिले हार्दिनँ, म वा त जित्छु वा सिक्छु। यस अध्यायको मुख्य पाठ यो हो कि तपाईको वास्तविक शक्ति तपाईको मानसिक धैर्यतामा छ र जब तपाईँ अरूलाई अचम्मित पार्नुहुन्छ तब तपाईँ आत्मा कब्जा गर्न सक्षम हुनुहुन्छ। चुनौतीको सामना गर्दा डराउनु हुँदैन, तपाईको शक्ति देखाउनुपर्छ र लगातार अघि बढ्नुपर्छ। जीवनमा कहिलेकाहीँ तपाईले केवल आफ्नो साहस प्रयोग गरेर अरूलाई तपाईको क्षमता देखाउनुपर्छ र त्यही क्षणमा तपाईको आत्मा विजयी हुन्छ। च्याप्टर 5 आर्मर्ड माइन्ड, दृढ मानसिकता। डेभिड गगिन्सले यस अध्यायमा आफ्नो मानसिक शक्ति कसरी अटुट र दृढ बनाउने कुरा साझा गरेका छन्। उनले भन्छन्, जीवनमा चुनौतीहरू र पीडा अनिवार्य हुन्छन्, तर तपाईको मानसिक शक्ति तपाईलाई ती सबै परिस्थितिबाट अघि बढ्न मद्दत गर्छ। आर्मर्ड माइन्ड भन्नाले तपाईको मनलाई कुनै पनि परिस्थिति, आलोचना वा डरले प्रभावित नहुने गरी तयार गर्नु हो। हामीले आफ्नो मानसिक दृढता विकास गर्नुपर्छ, दैनिक चुनौतीहरूलाई अँगाल्नुपर्छ र कठिनाइहरूलाई आफ्नो बल बनाउनुपर्छ। ब्रुस लीले भन्छन्, डु नट प्रे फर एन इजी लाइफ, प्रे फर द स्ट्रेन्थ टु इन्ड्योर अ डिफिकल्ट वान। अर्थात् सजिलो जीवनको लागि प्रार्थना नगर्नुहोस्, कठिन जीवन सहन सक्ने शक्ति माग्नुहोस्। विक्टर फ्र्याङ्कलले भन्छन्, when we are no longer able to change a situation, we are challenged to change ourselves. अर्थात् जब हामी परिस्थितिलाई परिवर्तन गर्न सक्दैनौँ तब हामीलाई आफूलाई परिवर्तन गर्न चुनौती दिइन्छ। मनलाई अटुट र मजबुत बनाउनु भनेको जीवनको सबै चुनौतीहरू सामना गर्न तयार हुनु हो। डराउनु हुँदैन, आत्मसंयम र आत्मविश्वासका साथ अगाडि बढ्नुहोस् र तपाईँ आफ्नो जीवनमा कुनै पनि बाधालाई जित्न सक्नुहुन्छ। च्याप्टर 6 इट्स नट अबाउट अ ट्रोफी, यो ट्रोफीको लागि होइन। डेभिड गगिन्सले यस अध्यायमा बताउँछन् कि प्रेरणा र सफलता केवल पुरस्कार वा ट्रोफीका लागि होइन, तपाईको मानसिक शक्ति र दृढ सङ्कल्पका लागि हुनुपर्छ। उनले भन्छन्, धेरै मानिसहरूले बाह्य मान्यता खोज्छन्, तर वास्तविक जित आफैलाई चुनौती दिने र आफूलाई सुधार्ने क्षणमा हुन्छ। हामीले आफ्नो प्रयास र मेहनतको मूल्य आफैले बुझ्नुपर्छ, बाहिरको प्रशंसा मात्र होइन। पोखरामा आयोजना हुने अन्नपूर्ण हाफ म्याराथनको उदाहरण लिऊँ, जहाँ धावकहरूले ट्रोफी जित्न मात्र होइन, आफ्नै शारीरिक र मानसिक सीमालाई चुनौती दिन दौड सुरु गर्छन्। उनीहरू कठिन बाटो, उकालो, चिसो हावा र थकानको सामना गर्छन्, तर हरेक कदममा आफ्नो धैर्यता र शक्ति देखाउनमा केन्द्रित हुन्छन्। थियोडोर रुजवेल्टले भन्छन्, फर बेटर इट इज टु डेयर माइटी थिङ्स
to win glorious triumphs, even though checkered by failure. अर्थात् ठूलो साहस देखाएर प्रयास गर्नु नै उत्तम हो, असफलताले डराउनु हुँदैन। कन्फ्युजियसले भन्छन्, It does not matter how slowly you go, as long as you do not stop. अर्थात् तपाईँ कति ढिलो अगाडि बढ्नुहुन्छ भन्ने महत्त्व छैन, तर रोकिनु हुँदैन। सफलता केवल ट्रोफी वा पुरस्कारमा छैन। वास्तविक सफलता तपाईले आफ्नो मन, साहस र मेहनतबाट हासिल गर्ने उपलब्धिमा छ। डराउनु हुँदैन, आफूलाई चुनौती दिनुहोस्, आफ्नो क्षमतामा विश्वास गर्नुहोस् र लगातार अघि बढ्नुहोस्। च्याप्टर 7 द मोस्ट पावरफुल वेपन, सबैभन्दा शक्तिशाली हतियार। डेभिड गगिन्सले यस अध्यायमा सबैभन्दा शक्तिशाली हतियार भनेको मनको शक्ति हो भन्ने कुरा बताउँछन्। उनी भन्छन्, बाहिरी शक्ति र शारीरिक क्षमता महत्त्वपूर्ण भए पनि अन्ततः तपाईको मनले नै तपाईलाई सीमित वा असीमित बनाउँछ। तपाईले आफ्नो सोच, आत्मसंयम र धैर्यता प्रयोग गरेर जीवनका सबै चुनौतीहरू पार गर्न सक्नुहुन्छ। हिमाल चढ्ने नेपाली सगरमाथा आरोहीहरूको उदाहरण लिन सकिन्छ, जहाँ उनीहरूले अत्याधिक चिसो, हावा, दुर्गम बाटो र थकानको सामना गर्छन्। धेरैले बीचमा हार मान्छन्, तर जो आफ्नो मानसिक शक्ति प्रयोग गर्छन् र हरेक कठिनाइमा आफूलाई अघि बढाउँछन्, उनीहरूले मात्र शिखरमा पुग्छन् र आफ्नो वास्तविक क्षमता अनुभव गर्छन्। नेपोलियन हिलले भन्छन्, "Whatever the mind of man can conceive and believe, it can achieve." अर्थात् मानिसको मनले जसरी सोचेर विश्वास गरे त्यसरी उसले प्राप्त गर्न सक्छ। माया एन्जेलोले भन्छन्, "We may encounter many defeats, but we must not be defeated." अर्थात् हामी धेरै हारको सामना गर्न सक्छौं, तर कहिल्यै हार मान्नु हुँदैन। यस अध्यायको मुख्य पाठ तपाईको मन नै सबैभन्दा शक्तिशाली हतियार हो। डराउनु हुँदैन, आफ्नो सोच र धैर्यलाई नियन्त्रण गर्नुहोस्, कठिनाइहरूलाई चुनौतीको रूपमा स्वीकार गर्नुहोस् र आफ्नो क्षमता पहिचान गर्नुहोस्। च्याप्टर 8 ट्यालेन्ट नट रिक्वायर्ड, प्रतिभा आवश्यक छैन। डेभिड गगिन्सले यस अध्यायमा देखाउँछन् कि सफलता हासिल गर्न प्रतिभा मात्र पर्याप्त छैन। तपाईको मेहनत, धैर्यता र मानसिक शक्ति बढी महत्त्वपूर्ण हुन्छ। उनी भन्छन्, धेरै मानिसहरूले प्रतिभा नभएको बहाना बनाउँछन् र अवसर गुमाउँछन्, तर वास्तविकता यो हो कि लगातार प्रयास र आत्मविश्वासले सीमित क्षमता पनि उत्कृष्ट उपलब्धिमा बदल्न सक्छ। हामीले आफ्नो कमजोरीलाई बहाना बनाउनु हुँदैन, तर चुनौतीलाई अवसरको रूपमा लिनुपर्छ। हिमालयको दुर्गम गाउँमा बस्ने एक विद्यार्थीको उदाहरण लियौँ, जससँग आधुनिक विद्यालय र शिक्षकहरूको पहुँच थिएन, तर उनी दिनरात मेहनत गरेर पुस्तक पढ्थे, अभ्यास गर्थे र अन्ततः राष्ट्रिय स्तरको प्रतियोगितामा अविश्वसनीय सफलता हासिल गरे। माइकल जोर्डनले भन्छन्, "I have failed over and over and over again in my life and that is why I succeed." अर्थात् मैले जीवनमा पटक पटक असफलता भोगे र त्यसैले म सफल भएँ। विन्स्टन चर्चिलले भन्छन्, "Success is not final, failure is not fatal, it is the courage to continue that counts." अर्थात् सफलता स्थायी होइन र असफलता घातक होइन। मुख्य कुरा हो निरन्तर अघि बढ्ने साहस। यस अध्यायको मुख्य पाठ हो कि प्रतिभा नभए पनि मेहनत, आत्मसंयम र दृढ मानसिकताले तपाईलाई असाधारण उपलब्धि दिलाउन सक्छ। डराउनु हुँदैन, अवसरहरूको खोजी गर्नुहोस्, आफ्नो क्षमता प्रयोग गर्नुहोस् र लगातार अघि बढ्नुहोस्। यदि तपाईलाई यो च्याप्टर मन पर्यो भने कृपया लाइक, कमेन्ट र सब्स्क्राइब गर्न नबिर्सनुहोस्, किनभने तपाईको समर्थनले हामीलाई अझ प्रेरणादायी कथा ल्याउन मद्दत गर्छ। च्याप्टर 9 अनकमन अमंगस्ट अनकमन, असामान्य बीच असामान्य। डेभिड गगिन्सले यस अध्यायमा बताउँछन् कि केवल सामान्यभन्दा बाहिर हुनु पर्याप्त छैन। तपाईले असामान्य बीच पनि असामान्य बन्नुपर्छ। उनी भन्छन्, धेरै मानिसहरू चुनौती स्वीकार्छन् तर सामान्य सीमाभित्रै सीमित रहन्छन्, तर वास्तवमा तपाईले आफैलाई सबैभन्दा उच्च स्तरमा पुर्याउन निरन्तर प्रयास गर्नुपर्छ। यसका लागि तपाईले आफ्नो सोच, मेहनत र धैर्यको स्तर अरूभन्दा धेरै माथि राख्नुपर्छ। उदाहरणका लागि नेपालको सगरमाथा आरोहीहरूको टोलीलाई सोच्नुहोस्, जसमा पहिला नै उत्कृष्ट आरोहीहरू थिए, तर एकजना युवा आरोहीले जो धेरै अनुभव नभएको भए पनि अत्याधिक तयारी, धैर्यता र मानसिक शक्ति देखाउँदै टोलीमा सबैभन्दा उत्कृष्ट प्रदर्शन गरे र सबैलाई अचम्मित पारे। ब्रुस लीले भन्छन्, "Knowing is not enough, we must apply. Willing is not enough, we must do." अर्थात् जान्नु मात्र पर्याप्त छैन, लागू गर्नुपर्छ, चाहनु मात्र पर्याप्त छैन, गर्नुपर्छ। थियोडोर रोजवेल्टले भन्छन्, "It is not the critic who counts,
not the man who points out how the strong man stumbles. The credit belongs to the man who is actually in the arena. अर्थात् आलोचकको होइन, जो मैदानमा छ र प्रयास गर्छ उसकै सम्मान हुन्छ। यस अध्यायको मुख्य पाठ यो हो कि तपाईले अरूको भन्दा उत्कृष्ट बन्नुपर्छ, केवल औसत होइन। डराउनु हुँदैन, आफ्नो सीमाभन्दा माथि जानुहोस्, आफ्नो शक्ति र क्षमता प्रयोग गर्नुहोस् र असामान्य बीच पनि असामान्य बन्न प्रयास गर्नुहोस्। च्याप्टर 10 द एम्पावरमेन्ट अफ फेलियर, असफलताबाट शक्ति प्राप्ति। डेभिड गगिन्सले यस अध्यायमा बताउँछन् कि असफलता डराउनु पर्ने कुरा होइन, बरु शक्ति र अनुभव प्राप्त गर्ने अवसर हो। उनी भन्छन्, प्रत्येक असफलता तपाईलाई आफ्नो कमजोरी बुझ्न र सुधार गर्न मद्दत गर्छ। धेरैले असफलतापछि हार मान्छन्, तर वास्तविक विजेता त्यो हो जसले असफलतालाई सिकाइको रूपमा प्रयोग गर्छ। उदाहरणका लागि, नेपालको विद्यार्थी जो गाउँको स्कुलबाट राष्ट्रिय स्तरको प्रतियोगितामा पहिलो प्रयासमा विजेता हुन सकेन, तर उनी आफ्नो कमजोरी सुधार्दै कडा मेहनत गर्दै अन्ततः दोस्रो वर्ष विजेता बने। थोमस एडिसनले भन्छन्, आई हेभ नट फेल्ड, आई हेभ जस्ट फाउन्ड 10,000 वेज द्याट वोन्ट वर्क। अर्थात् म असफल भएको होइन, म केवल 10,000 तरिका फेला पारे जुन काम गर्दैन। विन्स्टन चर्चिलले भन्छन्, सक्सेस इज नट फाइनल, फेलियर इज नट फेटल, इट इज द करेज टु कन्टिन्यू द्याट काउन्ट्स। अर्थात् सफलता स्थायी होइन र असफलता घातक होइन, मुख्य कुरा हो निरन्तर अघि बढ्ने साहस। असफलतालाई डरको रूपमा हेर्नु हुँदैन, बरु आफ्नो शक्ति र अनुभव बढाउने अवसरको रूपमा लिनुपर्छ। डराउनु हुँदैन, असफलतालाई अँगाल्नुहोस्, सुधार गर्नुहोस् र लगातार अघि बढ्नुहोस्। च्याप्टर 11 व्हाट इफ, के भयो त? डेभिड गगिन्सले यस अध्यायमा आफ्नो जीवनको अर्को स्तरमा पुग्ने तरिका व्हाट इफ भन्ने सोचमा आधारित छ भन्छन्। उनी भन्छन्, अक्सर हामी आफ्नै सीमामा सीमित हुन्छौँ, किनभने डर, असफलता र सामाजिक सोचले हामीलाई रोक्छ। के भयो त भन्ने प्रश्न सोध्दा हामी नयाँ चुनौती, नयाँ सम्भावना र आफूले गर्न सक्ने कुराहरूको खोजीमा लाग्छौँ। उदाहरणका लागि, नेपालको हिमालको गाउँमा एक युवा किसानले सोचे, के भयो त म आधुनिक कृषि प्रविधि सिके र आफ्नो खेतबाट बढी उत्पादन गरौँ। उनले रिसर्च र मेहनत गरेर नयाँ तरिका लागू गरे। परिणामस्वरूप आफ्नो जीवन र गाउँको कृषि प्रणालीमै सुधार भयो। यसले देखाउँछ कि सोचले सीमालाई तोड्न र नयाँ सम्भावना सिर्जना गर्न सक्छ। ब्रुस लीले भन्छन्, इफ यु स्पेन्ड टु मच टाइम थिङ्किङ अबाउट अ थिङ, यु विल नेभर गेट इट डन। अर्थात् धेरै सोच्दा काम गर्न समय गुम्छ, तर एक कदम अघि बढाउनुपर्छ। यस अध्यायको मुख्य पाठ यो हो कि के भयो त भन्ने प्रश्नले तपाईलाई आफ्नो सीमाभन्दा माथि पुर्याउँछ। डराउनु हुँदैन, आफ्नो क्षमता र सम्भावनालाई परीक्षण गर्नुहोस् र नयाँ लक्ष्यमा चुनौती दिनुहोस्। 3 प्रेरणादायक सुझावहरू। 1. सधैँ आफैलाई चुनौती दिनुहोस् र सोच्नुहोस् के भयो त। त्यो सोचले नयाँ अवसर ल्याउँछ। 2. असफलतालाई डरको रूपमा नहेर्नुहोस्, बरु अनुभव र सिकाइको अवसरको रूपमा लिनुहोस्। 3. आफ्नो मानसिक शक्ति, धैर्यता र मेहनतमा विश्वास राख्नुहोस् र लगातार अगाडि बढ्नुहोस्। अन्त्यमा क्यान्ट हर्ट मीले हामीलाई सिकाउँछ कि जीवनमा सबैभन्दा ठूलो शक्ति हाम्रो मन र आत्मनियन्त्रणमा छ। डेभिड गगिन्सले आफ्नो जीवनका कठिनाई, असफलता र चुनौतीहरू पार गर्दै देखाएका छन् कि डर, असफलता वा कमजोरीले तपाईलाई रोक्न सक्दैन। तपाईको मानसिक दृढता र निरन्तर प्रयासले मात्र वास्तविक सफलता ल्याउँछ। उनले हरेक अध्यायमा जीवनका महत्त्वपूर्ण पाठहरू प्रस्तुत गरेका छन्, जस्तै जिम्मेवारी लिनु, आफ्नो सीमा तोड्नु, आत्मविश्वास विकास गर्नु, असफलतालाई अवसरको रूपमा प्रयोग गर्नु र के भए त भन्ने सोचले नयाँ सम्भावना खोज्नु। यो पुस्तक हामीलाई प्रेरित गर्छ कि सफलता बाहिरी पुरस्कारमा होइन, तपाईले आफैलाई चुनौती दिने र आफ्नो मानसिक, शारीरिक र भावनात्मक सीमालाई तोड्ने क्षणमा छ। यदि तपाईले यो अडियो बुक मन पराउनु भयो भने हाम्रो च्यानललाई समर्थन गर्न लाइक गर्नुहोस्, कमेन्ट गरेर आफ्नो विचार साझा गर्नुहोस् र सब्स्क्राइब गर्न नबिर्सनुहोस्, ताकि हामी तपाईलाई अझ प्रेरणादायी कथाहरू ल्याउन सकौँ। धन्यवाद।